नमस्कार। एजी रिभोल्युसनको युट्युब च्यानलमा यहाँहरूलाई स्वागत छ। विशेष गरी हामी यस च्यानल मार्फत कृषि सम्बन्धी जानकारी दिँदै आइरहेका छौँ र आज हामी तपाईहरूलाई नेपालमा भेटेरिनरी साइन्स यानि कि पशु चिकित्सा BVSCN AH कहाँ पढाइ हुन्छ, कुन कुन कलेजमा पढाइ हुन्छ, कति कति सिट छन् र कति कति शुल्क लाग्छ भन्ने विषयमा तपाईहरूलाई मैले भिडियो बनाइरहेको छु। अन्तिमसम्म हेर्नुहोला है त। आउनुहोस् पहिलो लागौँ नेपालमा पढाइ हुने विश्वविद्यालय भनेको त्रिभुवन विश्वविद्यालय। त्रिभुवन विश्वविद्यालयमा नि कृषि र पशु विज्ञान अध्ययन संस्थान हामीले इन्स्टिट्युट अफ एग्रिकल्चर एन्ड एनिमल साइन्स IAS भन्ने छ, त्यो अन्तर्गत पढाइ हुन्छ। त्यसै गरी दोस्रो भनेको कृषि तथा वन विज्ञान विश्वविद्यालय अन्तर्गत पढाइ हुन्छ र तेस्रो भनेको चाहिँ पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गत चाहिँ पढाइ हुने गरेको छ है त नेपालमा। अब हेरौँ हामीले त्रिभुवन विश्वविद्यालय कृषि र पशु विज्ञान अध्ययन संस्थानमा चाहिँ कति सिट छ भनेर चाहिँ म तपाईँहरूलाई देखाउँछु। यो 2083-84 अहिले फर्म खुलिसकेको छ। तपाईँले entrance.tu.edu.np भन्ने साइटबाट तपाईँहरूले फर्म भर्न सक्नुहुन्छ र IASTU.edu.np भन्ने साइटमा गएर तपाईँहरूले फर्मको डिटेल हेर्न सक्नुहुन्छ। र जम्मा 50वटा सिट हुन्छ भेटेरिनरीको लागि TU मा, जसमा चाहिँ मेरिटमा 17 जना विद्यार्थी भाइ बहिनीहरूलाई भर्ना गर्छ। त्यसै गरी आरक्षण कोटा पनि हुन्छ 8 जना विद्यार्थी भाइ बहिनीहरूको लागि, जसमा चाहिँ महिला खुल्लाबाट चाहिँ 2 जना 2वटा सिट हुन्छ। त्यसै गरी आदिवासी जनजातिको लागि एउटा सिट, मधेसीको लागि 1 सिट, दलितको लागि 1 सिट, थारूको लागि 1 सिट, अपाङ्ग भएका विद्यार्थी भाइ बहिनीहरूको लागि 1 सिट र अन्य अन्तर्गत चाहिँ तपाईँहरू चाहिँ यदि बाहुन क्षेत्री ठकुरी हुनुहुन्छ र यी अघि मेन्सन गरिएका आरक्षण कोटा बाहेकका अन्य भित्र पर्नुहुन्छ भने तपाईँहरूले चाहिँ यो कोटामा चाहिँ तपाईँले पाउनुहुन्छ है। त्यसरी 8वटा हुन्छ र अध्ययन संस्थान शुल्क इन्स्टिट्युट डेभलपमेन्ट फन्ड IDF भनेर हुन्छ, जसमा 15 जना विद्यार्थी भर्ना गरिन्छ। यसरी 17, 8 र 15 गरेर 40 जना विद्यार्थीहरूलाई चाहिँ डिन अफिसले भर्ना गर्छ र बाँकी रहेको 10वटा विद्यार्थी भाइ बहिनीहरूलाई चाहिँ NX प्रोग्राम अन्तर्गत कलेजले नै भर्ना गर्छ र त्यसरी चाहिँ टोटल 1 वर्षमा चाहिँ TU मा 50 जना विद्यार्थी भाइ बहिनीहरूलाई चाहिँ पढाउने गरिन्छ। र भर्ना गर्दाखेरि तपाईँहरूलाई चाहिँ यी विभिन्न क्याटेगोरीहरूमा कति पैसा लाग्छ भन्ने विषयमा हेर्दाखेरि मेरिट अथवा ओपन कोटामा चाहिँ जम्मा 1 लाख को आसपासमा पैसा लाग्ने देखिन्छ 5 वर्षमा। र भर्ना गर्दा यो 2082 सालको डेटा अनुसार चाहिँ जम्मा 10,100 रुपियाँ चाहिँ प्रत्येक सेमेस्टरमा तिर्नुपर्ने थियो र यो फी चाहिँ प्रत्येक वर्ष रिभाइज भइरहेको हुन्छ। त्यसै गरी दोस्रो चाहिँ इन्स्टिट्युट डेभलपमेन्ट फन्ड भनेर, यसमा चाहिँ हाराहारी 5 लाख रुपियाँ पैसा लाग्न जान्छ 5 वर्षको र अघिल्लो सालको डाटा अनुसार चाहिँ एडमिसन गर्दा 2.5 लाख रुपियाँ सुरुमै तिर्नुपर्ने हुन्छ। सँगसँगै त्यो 10,100 पैसा पनि तिर्नु पर्यो र थर्ड सेममा तपाईँले 1,25,000 पैसा तिर्नु पर्यो र 5th सेमेस्टरमा चाहिँ 1,25,000 पैसा तिर्नुपर्छ यसरी IDF को लागि। र कलेजले भर्ना गर्ने प्रोग्राम भनेको NX प्रोग्राम छ। त्यो NX मा चाहिँ जम्मा 6 लाख रुपियाँसम्म पैसा लाग्ने डिन अफिसबाट जानकारी छ र त्यो हेर्दाखेरि तपाईँले एडमिसन गर्दा सुरुमै 3 लाख रुपियाँ पैसा बुझाउनु पर्ने हुन्छ र थर्ड सेमेस्टरमा पुगिसके पछाडि भनेको दोस्रो वर्षमा पुग्दाखेरि तपाईँहरूले 1,50,000 र तेस्रो वर्ष भनेको 5औं सेमेस्टरमा पुगिसके पछाडि तपाईँहरूले 1,50,000 अर्को पैसा तपाईँले तिर्न पर्ने हुन्छ। र अर्को त्यसै गरी कृषि तथा वन विज्ञान विश्वविद्यालय रहेको छ। कृषि तथा वन विज्ञान विश्वविद्यालयले 1 वर्षमा 100 जना विद्यार्थीहरूलाई चाहिँ भेटेरिनरी साइन्स पढाउने गर्दछ। यसको पनि इन्ट्रान्सको प्रोसेस हुन्छ। यसको पनि फर्म खुलिसकेको छ 2083 को लागि। तपाईँहरूले चाहिँ AFU को साइटमा गएर हेर्न सक्नुहुन्छ र मेरिटमा चाहिँ जम्मा 20 जना विद्यार्थीहरूलाई चाहिँ सिट दिएको हुन्छ। त्यसै गरी प्रदेशको कोटा हुन्छ 7वटा प्रदेशमा चाहिँ। यसमा चाहिँ सरकारी स्कुल पढेको हुनुपर्छ र सरकारी स्कुलबाट SC पास गरेको चाहिँ हुनुपर्छ है। र 7 जना विद्यार्थीहरूलाई चाहिँ सिट दिएको हुन्छ। त्यसै गरी छात्रा महिलाको लागि 2 सिट छुट्याइएको हुन्छ। आदिवासी जनजातिको लागि 1 सिट हुन्छ। त्यसै गरी मधेसीको लागि 1 सिट, दलितको लागि 1 सिट, अपाङ्गको लागि 1 सिट, त्यसै गरी द्वन्द्व पीडित परिवार र शहीद परिवारको लागि पनि 1 सिट र स्टाफ कोटा, स्टाफ जुन AFU मा काम गर्ने स्टाफको छोरछोरी हुनुहुन्छ, स्टाफ सहुलियत भनेर चाहिँ 1 सिट छ। त्यसै गरी स्टाफमा पूर्ण शुल्क भनेर चाहिँ 1 सिट छ। त्यसै गरी पूर्ण शुल्क भनेर चाहिँ यो चाहिँ UDF और CDF भनेर चाहिँ यसमा चाहिँ 11 जना विद्यार्थीहरूलाई चाहिँ सिट दिएको छ। त्यसै गरी यो कलेज रामपुरमा छ, त्यही भएर रामपुरमा स्थानीय कोटा पनि राखिएको छ। स्थानीय कोटा चाहिँ पूर्ण शुल्कीय 2टा राखिएको छ। नेपाल सरकारबाट आउने मनोनित भएर आउने हुन्छ त्यो 1 सिट हुन्छ। र त्यसै गरी FDF भन्ने छ, फ्याकल्टी
फ्याकल्टी डेभलपमेन्ट फन्ड भनेर छ। त्यो फ्याकल्टी डेभलपमेन्ट फन्डमा चाहिँ 47 जना पढाइ हुन्छ र विदेशी विद्यार्थी कोटा पनि राखिएको छ योपालिबाट। विदेशी विद्यार्थीहरू हुनुहुन्छ नेपालभन्दा बाहिरको हुनुहुन्छ भने उहाँहरूले 3 सिटमा हुन्छ। पछि यो विदेशी विद्यार्थी खाली भयो भने चाहिँ यो एफडिएफमा जान सक्छ है। यो चाहिँ के हुन्छ विश्वविद्यालयले जनाइसकेको चाहिँ छैन होइन, अब खाली नहुन पनि सक्छ। अब हामीले जरसर्ती हेर्ने हो भने मेरिट र ओपन कोटामा पढ्नको लागि एएफयूमा कति लाग्छ भन्ने विषयमा टोटल चाहिँ 2,01,000 आसपासमा लाग्न सक्छ। यो पनि अघिल्लो सेलको डाटा अनुसार नै हो। र एडमिसन गर्ने बेलामा चाहिँ 20,100 पैसा तिर्नु परेको थियो र भेटनरीमा 5 वर्ष हुने भएको हुनाले गर्दाखेरि 10 वटा सेमेस्टर हुन्छ। त्यसरी चाहिँ यो हाराहारी 2 लाख रुपियाँ पैसा लाग्ने देखिन्छ। त्यसै गरी अर्को भनेको युनिभर्सिटी डेभलपमेन्ट फन्ड भनेर छ है। युडिएफमा चाहिँ अराउन्ड 8 लाख रुपियाँ पैसा लाग्ने देखिन्छ 5 वर्षमा र भर्ना गर्दाखेरि नै 3.5 लाख रुपियाँ पैसा तिर्नुपर्ने र प्रत्येक सेमेस्टरमा चाहिँ 20,100 अघिल्लो सालको डेटा अनुसार यो पनि त्यही नै छ। र फ्याकल्टी डेभलपमेन्ट फन्ड भनेर छ एफडिएफ। त्यो एफडिएफको लागि चाहिँ हाराहारी 15 लाखसम्म पैसा लाग्ने देखिन्छ 5 वर्षमा र सुरुमै भर्ना गर्दाखेरि 6 लाख रुपियाँ पैसा र इच सेमेस्टरमा चाहिँ 20,100 पैसा चाहिँ तिर्नुपर्ने रहेको छ एएफयूमा चाहिँ। र तेस्रो तथा अन्तिम विश्वविद्यालय भनेको पूर्वाञ्चल विश्वविद्यालय रहेको छ र पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गत 2 वटा कलेजमा चाहिँ भेटेनरी साइन्स सञ्चालन हुने गरेको छ। हिमालयन कलेज अफ साइन्स एन्ड टेक्नोलोजी हिकास्ट काठमाडौँ किर्तिपुरमा चाहिँ सञ्चालन रहेको छ र त्यसै गरी चितवन भरतपुरमा नेपाल पोलिटेक्निक इन्स्टिट्युट गरेर चाहिँ 2टा कलेजहरू छन्। यी 2टै कलेजमा चाहिँ 48 वटा सिट रहेको छ र यो 2टै कलेजहरूमा तपाईँहरूले सामान्य इन्ट्रान्स प्रक्रियाबाट भर्ना गर्न सक्नुहुनेछ। सम्बन्धित कलेजमा इन्ट्रान्स एक्जाम हुन्छ र तपाईँहरूले यी कलेजहरूमा पढ्नको लागि 20 देखि 25 लाख रुपियाँ चाहिँ 5 वर्षमा लाग्ने भएका छन्। हवस् त साथीहरू, आजको लागि भिडियो सामग्री यति नै। आज हामीले नेपालमा भेटेनरी साइन्स कहाँ पढाइ हुन्छ, कति सिट रहेका छन् र कति शुल्क लाग्छ भन्ने विषयमा चाहिँ हामीले चर्चा गऱ्यौँ। आगामी दिनहरूमा हामी यस्तै सामग्रीहरू यहाँहरूमाझ ल्याउनेछौँ। हाम्रो भिडियो कस्तो लाग्छ कृपया प्रतिक्रिया दिन चाहिँ नभुल्नु होला है त। हाम्रो भिडियोलाई लाइक, कमेन्ट र सेयर गर्न पनि नभुल्नु होला र हाम्रो युट्युब च्यानललाई सब्स्क्राइब गर्न पनि नभुल्नु होला। एजी रिभोल्युसनको युट्युब च्यानल हेर्दै गर्नुहोला। नमस्कार।